प्राविधिक कृषिकर्मी मधुवन कृषि शाखाको प्रमुख। किसान दाजुभाइ दिदीबहिनीहरूलाई म अब यो धानको सिजन सुरु भइसकेको छ, धानको नर्सरी राख्ने बेला भइसकेको छ र किसानहरू चाहिँ यति बेला यो आज जेठको 15 गते र गणतन्त्र दिवस भएको हुनाले गणतन्त्र दिवसको पनि शुभकामना दिन चाहन्छु र साथसाथै किसानहरूलाई कसरी मुनाफा आर्जन गर्न सकिन्छ, के गर्यो भने बढीभन्दा बढी फाइदा लिन सकिन्छ सो विषयमा चाहिँ म आज केन्द्रित रहन चाहन्छु र साथसाथै अब धान लगाउने सिजन आइसकेको छ, धानको उत्पादन वृद्धि गर्न के गर्नुपर्छ र त्यसका लागि के कस्ता चाहिँ असल अभ्यासहरू चाहिँ गर्यो भने धानको उत्पादन वृद्धि गर्छ, धानको लागत न्यूनीकरण गर्न सकिन्छ र धानपछि हामीले कस्ता बालीहरू चाहिँ छनौट गर्ने जसले गर्दा चाहिँ वर्षमा 3 बालीहरू चाहिँ उत्पादन गर्न सकिन्छ र धानका के कस्ता जातहरू चाहिँ पहिचान गर्ने, धानमा सिँचाइ गर्ने विधिको बारेमा, मल हाल्ने बारेमा, नर्सरी राख्ने बारेमा र रोग किराहरूको बारेमा चाहिँ पनि अब समय भयो भने चाहिँ यहाँसँग छलफल गर्नेछौँ र म यहाँलाई यो ब्याकग्राउन्डमा देखाउन पनि गइरहेको छु र हामीले 3 बाली प्रणाली चाहिँ अपनाएका छौँ र अब 3 बालीमा पहिलो चाहिँ अब हामीले यहाँ चाहिँ धान बर्खामा चाहिँ धान को चाहिँ सुरु गर्छौँ र धान लगाउने बेला पनि भएको छ। अब धानको नर्सरी राख्ने बेला भएको छ, धानको लागत न्यूनीकरण गर्नुपर्ने आजको ठुलो चुनौती रहेको छ र हामी प्राविधिकहरूले नयाँ नयाँ विषयवस्तुमा र किसानहरूलाई चाहिँ फाइदा हुने, लाभ हुने खालका चाहिँ परीक्षणहरू गरेर आइडियाहरू चाहिँ सेयर गर्यो भने किसानहरूले उक्त प्रविधिहरू चाहिँ सिक्नुभयो भने पक्कै पनि किसानहरूको जीवनमा परिवर्तन आयो भने हामीले जानेको ज्ञान अथवा हामीले जानेको आइडिया त्यही नै हाम्रो चाहिँ एउटा सफल प्राविधिकको सफलता रहन्छ। त्यसकारणले म यहाँहरूलाई यो ब्याकग्राउन्डमा देखाएको जस्तो मकै, त्यसै गरी चाहिँ धान र यहाँहरूले चाहिँ कसरी उत्पादन गर्ने, के तरिकाहरू चाहिँ छन्, नयाँ विधिहरू के छन्, कसरी चाहिँ कुन जातहरू चाहिँ आएका छन् त्यसको बारेमा चाहिँ म यहाँहरूलाई चाहिँ एउटा भिडियो बनाएर चाहिँ सेयर गर्न चाहन्छु। अब धान एउटा चाहिँ खाद्यान्न बाली हो। नेपालको लगभग 15 लाख हेक्टर क्षेत्रफलमा चाहिँ धानको खेती गरिन्छ। नेपालमा औसत धानको 3 मेट्रिक टन उत्पादन क्षमता रहेको छ र धान खेती चाहिँ तराईको भूभागदेखि लिएर चाहिँ जुम्ला जिल्लाको केचनाकलसम्म चाहिँ जुम्ला जिल्लासम्म चाहिँ खेती गरेको पाइन्छ। त्यसकारणले चाहिँ धानको उत्पादनको कुरा गर्नुहुन्छ भने ठाउँ विशेष फरक छ र प्र्याक्टिसमा पनि फरक छ। अब नेपालमा अहिले यति बेला चाहिँ मनसुन छिटै नै सक्रिय हुने मौसमविदहरूको चाहिँ भनाइ छ। अब मौसम यही ज्येष्ठ महिनाको 18 देखि मनसुन भित्रिने भन्ने कुराहरू चाहिँ छ। त्यसको 1 हप्तापछि चाहिँ पूर्वदेखि पश्चिमसम्म चाहिँ मौसम सक्रिय हुन्छ। सायद यो वर्ष चाहिँ मनसुन फागुनको 4 गतेसम्म रहने भन्ने कुरा पनि छ र यो विगतका लामो वर्षहरूभन्दा यो वर्ष चाहिँ धेरै पानी पर्ने सम्भावना पनि देखिन्छ। त्यसकारणले चाहिँ हामीले कस्ता खालका धानका जातहरू चाहिँ छनौट गर्ने त ती कुराहरू पनि हामी गर्छौँ भने धानको नर्सरी राख्ने कुराहरू पनि हामी कुरा गर्छौँ र धानको उत्पादन वृद्धि गर्ने कुराहरूमा सर्वप्रथम यहाँहरूले धानको लागि चाहिँ जातको छनौटमा विशेष ध्यान दिनुपर्ने हुन्छ। यदि यहाँहरूले जमिन चाहिँ होचो खालको छ, तपाईँको चाहिँ कार्तिकको मध्यसम्म पनि पानी सुक्दैन भने त्यस्तो ठाउँमा 150 देखि 160 दिनका चाहिँ जातहरू चाहिँ यहाँले छनौट गर्नुपर्ने हुन्छ। मसिनो जातको धानहरू चाहिँ नढल्ने जातहरू चाहिँ छनौट गर्नुपर्ने हुन्छ भने यदि तपाईँको जमिन आकाशे पानीको भरमा चाहिँ खेती गर्नुपर्ने छ अथवा तपाईँले 3 बाली लगाउनु पर्ने छ भने त्यस्तो अवस्थामा यहाँहरूले चाहिँ 110 दिनदेखि लिएर 130 दिनसम्म तयार हुने जातहरू चाहिँ यहाँले छनौट गर्नुपर्ने हुन्छ। अहिले नेपालमा चाहिँ 110 देखि 130 दिनभित्र पाक्ने जातहरूमा राधा 4 रहेको छ, त्यसै गरी सुक्खा 1, 2, 3, 4, 5, 6 रहेका छन् भने चैते 2, चैते 5 यी यस्ता जातहरू रहेका छन् भने हर्दीनाथ 6 पनि एउटा चाहिँ राम्रो खानालाई राम्रो लङ ग्रेन लामो चामल भएको चाहिँ धानको रूपमा लिइन्छ। त्यसकारणले यहाँहरूले हर्दीनाथ 6 लाई पनि चुज गर्न सक्नुहुन्छ। त्यसै गरी चाहिँ तपाईँको अब खल्ला खेतहरू छ, 150 दिनमा तपाईँहरूको चाहिँ धानहरू चाहिँ तयार हुने जातहरू छ तपाईँको, त्यसमा तपाईँले यो सामा धानलाई लिन सक्नुहुन्छ। त्यसै गरी चाहिँ 135 देखि 142 दिनमा तयार हुने जातहरू, सुक्खा खडेरी सहन सक्ने जातहरू चाहिँ तपाईँको बहुगुणी 2
बहुगुणी 1 त्यस्ता जातहरू रहेका छन् र थुप्रै धानका जातहरू चाहिँ रहेका छन् नेपालमा। यहाँहरूले चाहिँ नजिकको प्राविधिकहरूसँग चाहिँ परामर्श लिएर धानका जातहरू र त्यहाँको चाहिँ विशेषताको बारेमा चाहिँ जानकारी प्राप्त गर्न सक्नुहुनेछ। र अब म कुरा गर्छु धानको जातपछि। अब एउटा त सुशिक्षित जातहरू छ भने अर्को हाइब्रिड जातहरू छन्। अब अहिले हाइब्रिड जातहरू चाहिँ 6444, त्यसै गरी चाहिँ MP 3030, त्यसै गरी चाहिँ विभिन्न जातहरू चाहिँ अहिले एग्रोभेटहरूमा आएका छन्। तिनी जातहरूले 1 किलो बिउले सरदर 2.5 देखि 3 कट्ठामा चाहिँ पुर्याउन सकिन्छ। र अब धानको उत्पादन वृद्धि गर्नका लागि सर्वप्रथम धानको जातको कुरा छ, त्यसै गरी चाहिँ नर्सरीको कुरा छ। नर्सरीमा बेर्ना उत्पादन गर्ने कुरा छ। अब नर्सरी राख्ने ठाउँ यस्तो बनाउनु पर्छ कि जहाँ चाहिँ झारसारहरू नआउने, तपाईँको चाहिँ पशु चौपायाले चाहिँ असर नगर्ने र सिँचाइको व्यवस्था भएको ठाउँलाई छनौट गर्नुपर्ने हुन्छ। त्यसका लागि चाहिँ झारको राम्रोसँग कुहिएको झारको बिउ नभएको चाहिँ कम्पोस्ट मलहरू चाहिँ यहाँले प्रति कट्ठा तपाईँको 200 देखि 300 केजी चाहिँ कम्पोस्ट मल राखेको हुनुपर्छ। मल चाहिँ बुरबुराउँदो हुनुपर्छ। झारको बिउ नभएको राम्रोसँग कुहिएको चाहिँ मल चाहिँ प्रयोग गर्दा राम्रो हुन्छ। र यहाँले नर्सरीमा बिउ राख्ने नर्सरीमा चाहिँ पिनाको पनि प्रयोग गर्न सक्नुहुन्छ। कतिले पिना प्रयोग गर्न सकिन्छ कि सकिन्न भन्नुहुन्छ। प्रति कट्ठा 5 केजीको दरले पिना प्रयोग गर्न सकिन्छ। DAP प्रति कट्ठा 3 केजी, त्यसै गरी चाहिँ पोटास प्रति कट्ठा 2 केजी र युरिया चाहिँ प्रति कट्ठा 2.5 केजी चाहिँ तपाईँको प्रयोग गर्ने। र त्यसपछि यसलाई हिलो बनाउनु पर्ने हुन्छ। र हिलो बनाइसकेपछि त्यो जग्गालाई चाहिँ चारैतिर भएको झारहरू हटाएर त्यसलाई चाहिँ आली लगाउनु पर्ने हुन्छ। र मेड लगाइसकेपछि यहाँहरूले पानीलाई सँगाल्नु पर्ने हुन्छ। पानी लगभग 48 घन्टा जति पानी चाहिँ सङ्लो भइसकेको पानीमा चाहिँ तपाईँले भिजाएको बिउ प्रयोग गर्नुपर्ने हुन्छ। धानलाई नुन पानीको घोलमा चाहिँ भिजाउनुभन्दा पहिला नुन पानीको घोलमा तयार गर्नुपर्ने हुन्छ। 10 देखि 12 लिटर पानीमा 1 किलो हामीले चाहिँ खाने नुन आयोडिन नुन घोल्नुपर्ने हुन्छ। त्यसमा सफा अन्डा राख्नुभयो भने त्यो माथि तैरिएपछि अब अन्डालाई बाहिर निकालेर यहाँहरूले चाहिँ तपाईँहरूले चाहिँ भिजाउन थालेको बिउलाई त्यसमा बिस्तारै 4-5 किलो बिउ राख्दै चलाउँदै त्यो अपुष्ट रोगी बिउहरू चाहिँ माथि उत्रिन्छ। दबेको बिउहरू चाहिँ तल थिग्रिएको बिउहरूलाई तपाईँहरूले निकालेर सफा पानीमा धोएर त्यस्तो प्रक्रियाहरू चाहिँ अपनाएर धानको बिउ भिजाउन सक्नुहुन्छ। र भिजाएको 24 घन्टा भिजाउने र 24 घन्टा उतारिसकेपछि धानको टुसा आउन थालिसकेपछि साँझपख तपाईँले चाहिँ बिउ छर्न सक्नुहुन्छ। र बिउ छैसकेपछि चराहरूबाट चाहिँ तपाईँले सुरक्षित गर्नुपर्ने हुन्छ। र करिब 18 देखि 21 दिनको मोटा धानका र मसिनो बिउ तपाईँहरूले धानको बिउ 24 घन्टा भिजाइसकेपछि 24 घन्टा उतारिसकेपछि हल्का टुसा आइसकेपछि साँझपख बिउ अथवा बिहानपख बिउ छर्न सक्नुहुन्छ। र बिउ छरिसकेपछि त्यहाँ जुन पानी हुन्छ त्यो पानीलाई चाहिँ 12 घन्टापछि निकास गरिदिने र त्यसपछि आएर चाहिँ मौसम हेरेर त्यहाँको अवस्था हेरेर चाहिँ प्रत्येक 2 दिनको फरकमा चाहिँ साँझपख सिँचाइ गर्ने, बिहानपख चाहिँ हटाइदिने गर्नुपर्ने हुन्छ। र त्यति बेला चराहरूको पनि अलि बढी साना चराहरूले खाइदिने छरुवा पशु चौपायाले चाहिँ नर्सरीमा टेकेर चाहिँ क्षति गर्ने हुन्छ। त्यसलाई चाहिँ सुरक्षित गर्न सक्नुहुन्छ। अब यसरी चाहिँ तपाईँहरूले नर्सरी राख्ने कुरा भइसकेपछि यहाँहरूले अब उक्त चाहिँ बेर्नाहरूलाई सुरक्षितसँग चाहिँ हामीले हुर्काउनु पर्ने हुन्छ। करिब मोटा धानको लागि छ भने 18 देखि 21 दिनको बेर्ना रोप्दाखेरि सबैभन्दा उपयुक्त हुन्छ। जति तपाईँले कलिलो बेर्ना रोप्नुहुन्छ त्यति नै तपाईँको चाहिँ धानको उत्पादन धानको चाहिँ गाँज हाल्ने दर एकदमै वृद्धि भएर जान्छ। त्यसकारणले चाहिँ यहाँले धान कलिलो बेर्ना रोप्नुपर्ने हुन्छ भने मसिनो जातको धान रोप्दै हुनुहुन्छ भने 25 देखि 30 दिनको अथवा 35 दिनको बेर्ना चाहिँ रोप्नुपर्ने हुन्छ। रोप्दाखेरि चाहिँ एक ठाउँमा 2-3 वटा चाहिँ बेर्ना रोप्नुपर्ने हुन्छ। र खेतलाई मजाले तपाईँको चाहिँ जोतखन गरेर बाँझो मारेर तपाईँको कम्पोस्ट मल मिलाएर तपाईँहरूले चाहिँ एकपटक वैशाखको अन्तिमतिर जग्गा खाली छ भने तपाईँले जोत्नुपर्ने हुन्छ। र सकभर धानको उत्पादन वृद्धि गर्ने एउटा अर्को सूत्रको रूपमा चाहिँ माटोको पोषण व्यवस्थापन रहेको हुनाले माटोमा चाहिँ पोसिलो बनाउनका लागि यदि तपाईँको गहुँ लगाएको अथवा मसुरो चना लगाएको जमिन छ, तपाईँको खाली जमिन छ भने एकचोटि जमिनमा चाहिँ चिस्यान हेरेर
वैशाखको अन्तिमतिर अथवा जेठको पहिलो दोस्रो हप्तातिर चाहिँ तपाईँले धैँचा लगाउन सक्नुहुन्छ र प्रति कट्ठा 1 केजीको दरले धैँचा लगाएर लगभग 35-40 दिनको धैँचा लगभग घुँडाको हाइटमा अथवा कम्मरको हाइटमा आइसकेपछि तपाईँले धैँचालाई जोतेर माटोमा मिलाइदिन सक्नुहुन्छ। त्यसपछि त्यसमा पानी हालेर चाहिँ मजाले जोत्न सक्नुहुन्छ। र धान खेतीको लागि 5.5 देखि 6.5 pH मान सबैभन्दा राम्रो हुन्छ। धेरै जसो पानी जमाएर खेती गरिने ठाउँ भएको हुनाले धानमा चाहिँ धानको pH अम्लीयपना चाहिँ हुनसक्छ। त्यस कारणले चाहिँ त्यो अम्लीयपनालाई सुधार्ने कुरा चाहिँ तपाईँहरूले ख्याल गर्नुपर्ने हुन्छ। यसरी कम्पोस्ट मल प्रति कट्ठा 3.5-3 क्विन्टल, त्यसैगरी चाहिँ धान खेतीको लागि रासायनिक मलको कुरा गर्नुपर्दा धान रोप्ने बेलामा 2 केजी युरिया, करिब तपाईँको चाहिँ 3 केजी डिएपी, 2 केजी पोटास तपाईँले दिन सक्नुहुन्छ। र त्यसैगरी चाहिँ तपाईँले हल्का पानी राखेर धान चाहिँ एकदमै हिलो बनाएर बराबर लेभल हुने गरी चाहिँ गर्न सक्नुहुन्छ। र त्यसपछि तपाईँहरूले 20-25 सेन्टिमिटरको फरकमा लाइन तानेर चाहिँ एक ठाउँमा चाहिँ कलिलो स्वस्थ बेर्नाहरू चाहिँ 2-3 वटा चाहिँ रोप्न सक्नुहुन्छ। यसरी चाहिँ रोपिसकेपछि तपाईँहरूले झार नियन्त्रण गर्ने एउटा मुख्य अस्त्रको रूपमा तपाईँसँग यदि सिँचाइको व्यवस्था छ, पानीको व्यवस्था छ भने तपाईँले धान रोपिसकेपछि करिब तपाईँको चाहिँ धान 2 हप्तासम्म चाहिँ 1 इन्ची 2 इन्ची पानी चाहिँ त्यसको जरामा पर्ने गरी चाहिँ राखिराख्नु भयो भने र तातो त्यति बेला ठुलो पानी नराखिकन सानो 1-1.5 इन्ची त्यसको जरा भिज्ने गरी चाहिँ राख्नुभयो भने पक्कै पनि ती झारहरू चाहिँ आउन पाउँदैन। र अर्को कुरा, धान खेतमा झारको धेरै प्रकोप हुने भएको हुनाले झार नियन्त्रण गर्नका लागि अर्को तरिका भनेको तपाईँको रासायनिक तरिका छ। त्यसमा चाहिँ विभिन्न खालको हर्बिसाइडहरू जस्तै प्रयोग गर्न सक्नुहुन्छ। प्री इमर्जिङ हर्बिसाइडहरू धान रोपेको 24 घन्टाभित्र चाहिँ तपाईँहरूले ब्युटाक्लोर, पिटाक्लोर जस्ता चाहिँ हर्बिसाइडहरू चाहिँ तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। अलिकति हर्बिसाइडको कुरा गर्दाखेरि चाहिँ हर्बिसाइडलाई तपाईँहरूले यदि झार छैन भने प्रयोग नगर्दा पनि हुन्छ। त्यसले माटोको चाहिँ माटोलाई दूषित गर्ने, माटोमा भएका सूक्ष्म जीवाणुहरूको चाहिँ लाइफ साइकल जस्तै गडेबला लगायत चाहिँ किराहरूलाई पनि यसले क्षति गरिरहेको हुन्छ। त्यस कारणले चाहिँ तपाईँहरूले त्यस्ता जीवहरूको पनि एकदमै ठुलो कृषिमा महत्त्व हुने भएको हुनाले तिनीहरूलाई चाहिँ संरक्षण गर्नुपर्ने हुन्छ। त्यसरी धान रोपिसकेपछि तपाईँहरूले चाहिँ जब 14 दिनसम्म हामीले हल्का पानी राख्यौँ भने पक्कै पनि झार चाहिँ आउन पाउँदैन र माटो पनि कडा हुन पाउँदैन, माटो फुट्न पाउँदैन। त्यसरी चाहिँ तपाईँहरूले चाहिँ आफ्नो पानीको स्रोत छ भने चाहिँ झार नियन्त्रण गर्न सक्नुहुन्छ। यदि कदम कता चाहिँ झार आइहाल्यो भने, झार देखिहाल्यो भने तपाईँले झार उम्रिसकेपछि पनि तपाईँहरूले 25-30 दिनको फरकमा 25 देखि 30 दिनपछि तपाईँहरूले चाहिँ विभिन्न खालको चाहिँ खडा बालीमा उम्रिने झारहरूको पहिचान गरेर त्यहाँनिर चाहिँ तपाईँहरूले हर्बिसाइडहरूको पनि प्रयोग गर्न सक्नुहुन्छ। ती हर्बिसाइडहरूको नाम चाहिँ पछि पनि हामी भनौँला। नोमिनी गोल्ड जस्ता चाहिँ झारनाशकहरू चाहिँ हुन्छन्। ती झारनाशक विषादीहरू प्रयोग गरेर पनि तपाईँहरूले झारको नियन्त्रण गर्न सक्नुहुन्छ। र त्यसपछि तपाईँले पहिलो युरिया टप ड्रेसिङ चाहिँ धानमा यहाँहरूले चाहिँ जब धान चाहिँ रोपेको 25 दिनपछि 20-25 दिनपछि तपाईँहरूले प्रति कट्ठा युरिया चाहिँ अब तपाईँको चाहिँ 2 केजीको दरले युरिया तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। र त्यसपछि फेरि तपाईँको झारपात नियन्त्रणहरू गर्न सक्नुहुन्छ। र पानीको प्रबन्ध, यसको गाँच वृद्धि गर्नका लागि तपाईँहरूले चाहिँ 14 देखि 20-21 दिनमा चाहिँ जमिनलाई सुक्खा हुन दिने र त्यसको माटोहरू चाहिँ फुट्न दिने, पानीको निकास हुन दिने र त्यसपछि आएर चाहिँ फेरि हल्का पानी हाल्ने। त्यो गर्नाले चाहिँ के हुन्छ त भन्दा चिरा परिसकेपछि हावाको सञ्चार जरामा राम्रो हुन्छ र धानको उत्पादन एकदमै वृद्धि हुन्छ साथीहरू। त्यसरी चाहिँ तपाईँहरूले धानलाई झारपात गोडमेल गर्न सक्नुहुन्छ भने जब धान चाहिँ पहिलो टप ड्रेसिङ गरेको 20 देखि 25 दिनमा फेरि तपाईँहरूले 55-60 दिनमा यहाँहरूले चाहिँ के गर्नुपर्ने हुन्छ त भन्दाखेरि युरियाको जुन बाँकी भाग छ 2 केजी त्यो हाल्नुपर्ने हुन्छ। यसरी तपाईँले प्रति कट्ठा 5-6 केजी युरिया, 3 केजी डिएपी र 2 केजी पोटास र अन्तिम
अन्तिम पटक युरिया टप ड्रेसिङ गर्ने बेला तपाईँले पोटासको हिस्सा जुन छ त्यो चाहिँ तपाईँले प्रति कट्ठा फेरि 1.5 केजी हाल्नुभयो भने यसरी चाहिँ 3-3.5 केजी पोटास दिनुभयो भने पोटासलाई एकैचोटि प्रयोग गर्नुभन्दा 2 पटक चाहिँ फुल्नुभन्दा अगाडि दिँदाखेरि दानाहरू पोटिलो हुने, त्यसको चाहिँ वेट बढ्ने र उत्पादन चाहिँ वृद्धि हुने गर्छ साथीहरू। यसरी चाहिँ तपाईँले गर्न सक्नुहुन्छ भने कतै कतै अहिले चाहिँ जिङ्क तत्त्वको पनि कमी छ र जिङ्कको चाहिँ जिङ्क सल्फेट मोनोजिङ्क यो चाहिँ 11% 33% को जिङ्क चाहिँ प्रति कट्ठा तपाईँको चाहिँ 200 देखि 300 ग्राम चाहिँ तपाईँहरूले पहिलो टप ड्रेसिङ गर्ने बेला अथवा रोप्ने बेला चाहिँ जिङ्क हाल्नुपर्ने हुन्छ। खैरा रोग जस्ता चाहिँ रोगहरूबाट चाहिँ तपाईँहरूले छुटकारा पाउन सक्नुहुन्छ। यसरी धानलाई चाहिँ तपाईँहरूले गोडमेल गर्ने, सिँचाइ गर्ने र विभिन्न खालका चाहिँ समस्याहरू चाहिँ किराहरू गबारो लगायत चाहिँ थुप्रै समस्याहरू चाहिँ हुन्छ। गबारो किरालाई पहिचान गर्नुपर्ने हुन्छ र गबारोको सङ्ख्या बढी भएमा तपाईँले लाइट ट्र्यापको प्रयोग गर्ने, त्यसको मोनिटरिङ गर्ने जस्ता कामहरू चाहिँ तपाईँहरूले गर्नुपर्ने हुन्छ। र त्यो गरिसकेपछि तपाईँहरूले चाहिँ किरा त्यति गर्दा नियन्त्रण भएन भने तपाईँहरूले चाहिँ विभिन्न खालको गबारो नियन्त्रण गर्ने कार्बोफ्युरान अथवा त्यस्तो चाहिँ विषादीहरू पनि प्रयोग गर्नुपर्ने हुन्छ। र सकभर विषादी प्रयोग नगरिकन हामीले चाहिँ लाइट ट्र्यापको प्रयोग गरेर पनि गबारो नियन्त्रण गर्न सक्छौँ। यी यस्ता कुराहरू चाहिँ छन्। त्यसमा बिटीको प्रयोग गर्न सक्छौँ, ब्यासिलस थ्रोन्जिनेसिस भन्ने खालको बिटीको प्रयोग गर्न सक्छौँ, जैविक तरिकाहरू अपनाउन सक्छौँ। यसरी चाहिँ तपाईँहरूले आफ्नो धानलाई राम्रो बनाउन सक्नुहुन्छ। जब धान चाहिँ तपाईँको तयार भइसकेपछि हामीले चाहिँ धान अब फुल्ने बेलामा पतेरो किराको चाहिँ समस्या हुन्छ, त्यसको लागि डर्टी ट्र्यापहरू चाहिँ प्रयोग गर्न सक्नुहुन्छ। यदि डर्टी ट्र्यापले पनि कन्ट्रोल भएन भने त्यहाँ क्लोरोपाइरिफस 5% को चाहिँ विषादी प्रति लिटर पानीमा 2 ग्रामका दरले 2 ml का दरले चाहिँ राखेर चाहिँ स्प्रे गर्न सक्नुहुन्छ। र यसरी चाहिँ हामीले असोजको महिनामा मध्यतिर अन्तिमतिर तपाईँले चाहिँ मोटा धानहरू मध्यम धानहरू लिन सक्नुहुन्छ भने कार्तिकको पहिलो दोस्रो हप्तातिर चाहिँ तेस्रो हप्तासम्म चाहिँ धान तयार गर्न सक्नुहुन्छ। अब धान लगाइसकेपछि तपाईँले हिउँदे बालीको रूपमा चाहिँ छोटो अवधिका बालीहरू चाहिँ पहिचान गर्न सक्नुपर्ने हुन्छ। तोरी एउटा छोटो अवधिको बाली हो र नगदे बाली पनि भएको हुनाले तोरी चाहिँ तपाईँहरूले पछि बसन्ते मकै अथवा बसन्ते तरकारी लगाउनको लागि तोरी तपाईँहरूले चाहिँ लगाउन सक्नुहुन्छ। त्यसैगरी आलु लगाउन सक्नुहुन्छ, राजमा लगाउन सक्नुहुन्छ। हामीले त्यही प्रक्रिया अपनाएर यहाँ चाहिँ आफ्नो जमिनलाई वर्षमा 3 बाली चाहिँ प्रणालीमा चाहिँ ढालेका छौँ, जसले गर्दा चाहिँ यहाँ हाम्रो वर्षमा 3 बाली हुन्छ। बर्खामा धान हुन्छ, हिउँदमा तोरी हुन्छ, यहाँ आलु थियो लोकल बर्दियाली आलु। त्यसपछि अहिले हामीले चाहिँ यो मकै लगाएका छौँ र यो फागुन 3 गते लगाएको मकै हो। आलु खनेर अथवा राजमा निकालेर यति राम्रो मकै छ, हामीले चाहिँ बसन्ते मकै लगाउन सक्छौँ। यसरी चाहिँ हामीले प्रति कट्ठा वर्षमा चाहिँ 3 बाली लगाएर योबाट चाहिँ मुनाफा राम्रो गर्न सक्छौँ। अहिले 20 देखि 25 हजार रुपियाँ चाहिँ 25-30 हजार रुपियाँ प्रति कट्ठा हामीले मुनाफा गरिरहेका छौँ। यसरी खेती गर्ने हो भने कोही किसानहरू पनि दुःख पाउनु पर्दैन। र साथसाथै तपाईँहरूले चाहिँ बसन्ती सिजनको बाली लगाउनका लागि हिउँदे बालीहरू चाहिँ छोटो अवधिको तोरी मात्र, त्यसै आलु राजमा जस्ता बालीहरू लगाएर तपाईँहरूले चाहिँ बसन्ती बाली लगाउन सक्नुहुन्छ। र बसन्ती सिजन चाहिँ फागुन के अरे माघको 15 देखि फागुन 15सम्म भएको हुनाले त्यो सिजनमा लगाएको बालीहरू चाहिँ जेठको अन्तिमतिर तयार हुन्छ। यसरी हामीले चाहिँ वर्षमा 3 बाली लगाउन थाल्यौँ भने हामीले हाम्रो परिवार पाल्नका लागि, हाम्रो परिवारको खर्च व्यवस्थापनको लागि कुनै समस्या पर्ने छैन। हामीले बसन्ती सिजनमा मकै लगाउन सक्छौँ, हामीले बसन्ती सिजनमा मुङ लगाउन सक्छौँ, मास लगाउन सक्छौँ, बोडी लगाउन सक्छौँ, तरबुज खेती गर्न सक्छौँ, लहरे तरकारी लगाउन सक्छौँ, त्यसै गरी चैते धान लगाउन सक्छौँ। अब हामीले 3 बाली प्रणालीको अभ्यास नगरेसम्म चाहिँ हाम्रो कृषिबाट चाहिँ आउने आम्दानी वृद्धि गर्न सकिँदैन। त्यस कारणले चाहिँ अब यी सबै गर्नका लागि सर्वप्रथम हामीले एउटा राम्रो योजना, वार्षिक योजना बनाउनु पर्ने हुन्छ र हाम्रो जमिन कस्तो छ त्यो जमिनको छनौट गर्ने, मलजलको व्यवस्थापन गर्ने, त्यसै गरी चाहिँ यो जातहरूको छनौटमा ध्यान दिने र त्यसपछि आएर चाहिँ समुचित मात्रामा चाहिँ माटोको पोषण तत्त्वको व्यवस्थापनका कुरा, बाली चक्रका कुरा, रोग किरा व्यवस्थापनका कुरा, त्यसै गरी चाहिँ प्रविधिका कुरा, बजार योजनाका कुरा, यी कुराहरू चाहिँ सबै कुराहरू महत्त्वपूर्ण हुने भएको हुनाले किसान दाजुभाइ दिदीबहिनीहरूलाई यी सम्बन्धी यी यस्ता कुराहरू चाहिँ
अहिले नेट इन्टरनेटमा तपाईँको तालिमबाट त्यसै गरी चाहिँ तपाईँको प्राविधिकबाट स्थानीय तहमा रहने कृषि शाखा लगायत चाहिँ ज्ञान केन्द्रमा बस्ने प्राविधिकहरूसँग त्यसै गरी चाहिँ कृषि विज्ञ अनुसन्धानकर्ताहरूसँग उहाँहरूको नम्बर लिनुपर्ने हुन्छ र उहाँहरूको सल्लाह बमोजिम त्यहाँको हावापानी मौसमको चक्र अनुसार हामीले चाहिँ सबै कुराहरू चाहिँ बुझेर खेतीको अभ्यास गर्नुपर्ने हुन्छ। तब मात्र हामीले चाहिँ मुनाफा हामीले वृद्धि गर्न सक्छौँ, हामीले हाम्रो राम्रो आम्दानी गर्न सक्छौँ, यस्तो खालको चाहिँ उत्पादन लिन सक्छौँ। नत्र भने हामीले परम्परागत तरिकाले खेती गरेर लागत मात्रै बढ्ने र किसानको आम्दानी नहुने कुराहरू चाहिँ हुन्छ। त्यस कारणले हामीले खेती गर्दाखेरि धेरै कुराहरूको चाहिँ व्यवस्थापन गर्नुपर्ने हुन्छ, माटोको व्यवस्थापन गर्नुपर्ने हुन्छ, त्यसै गरी पर्यावरणीय दृष्टिकोणले हामीले चाहिँ सुरक्षित राख्नुपर्ने हुन्छ। यी यस्ता कुराहरू चाहिँ यहाँहरूले समयमा ख्याल गरिदिनु होला। यदि तपाईँहरूलाई यस्तै खालका नयाँ ज्ञानवर्धक कुराहरू र नयाँ नयाँ कुराहरू चाहिँ यहाँलाई चाहिन्छ भने हामीलाई सम्झिनु होला। म एकराज ओली, म चाहिँ कृषिलाई एउटा क्रान्ति रूपमा, एउटा चाहिँ व्यावसायिक रूपमा, एउटा आत्मनिर्भर कृषि बन्नुपर्छ, नाफामुखी कृषि बन्नुपर्छ भन्ने एउटा अभियन्ताको नाममा नाम सम्झिन सक्नुहुन्छ। र यहाँहरूले मेरो फेसबुक एकराज ओलीलाई फलो गर्न सक्नुहुन्छ, पछ्याउन सक्नुहुन्छ भने मेरो युट्युब च्यानलहरू रहेका छन्, 2टा युट्युब च्यानल रहेका छन्, कृषि प्रविधि, त्यसै गरी चाहिँ अर्को च्यानल रहेको छ इसान कृषि फर्म भनेर। यो मेरो जुन फर्म छ यही नामबाट चाहिँ मैले अर्को पनि युट्युब च्यानल चाहिँ खोलेर यहाँहरूलाई चाहिँ नयाँ नयाँ कुराहरू चाहिँ समय सापेक्षिक ज्ञानवर्धक कुराहरू चाहिँ दिएको हुन्छु। त्यस कारणले चाहिँ यी कुराहरू चाहिँ यहाँहरूले ध्यान दिइदिनु होला। र यहाँहरूले चाहिँ यदि थप कुराहरू चाहिँ जिज्ञासाहरू तपाईँहरूका छन्, तपाईँले चाहिँ अझै यहाँबाट चाहिँ बुझ्नु नसकेका कुराहरू छन् भने यहाँहरूले मधुबन कृषि शाखामा आएर यहाँहरूले चाहिँ सम्पर्क गर्न सक्नुहुनेछ। र यहाँहरूले चाहिँ फोन मार्फत पनि यहाँहरूले आफ्ना जिज्ञासाहरू, आफ्ना कुराहरू, आफ्ना चाहिँ विचारहरू, आफ्ना चाहिँ प्रश्नहरू चाहिँ राख्न सक्नुहुनेछ। मेरो व्यक्तिगत टेलिफोन नम्बर रहेको छ 9849 14 21 04, 9849 14 21 04 रहेको छ। र मेरो जिमेल आइडी पनि रहेको छ RAJEAK@OLI। यसमा पनि मेल गर्न सक्नुहुनेछ, व्हाट्सएप कल गर्न सक्नुहुनेछ। व्हाट्सएप नम्बर 9849 14 21 04 रहेको छ। यसरी चाहिँ यहाँहरूले हामीलाई फेसबुक मार्फत, युट्युब मार्फत, जिमेल मार्फत, फोन मार्फत अथवा प्रत्यक्ष पनि कार्यालयमा भेटघाट गरेर परामर्श, व्यावसायिक परामर्श, आइडियाहरू सेयर गर्न सक्नुहुनेछ, लिन सक्नुहुनेछ। यहाँहरूले यी कुराहरू चाहिँ थप चाहिएमा मलाई सम्पर्क गर्न सक्नुहुनेछ। हामीले यहाँहरूलाई एउटा नजिकबाट एउटा असल प्राविधिकको रूपमा चाहिँ सेवा गर्ने अवसर दिनुहोला है। अब मैले मेरो समय फुर्सद सबै मिलाएर चाहिँ यहाँहरूलाई सके जति सेवा गर्नेछु। अब त्यही सेवा गर्छु नै भनेर चाहिँ यो नेपाल सरकारको कृषि मन्त्रालय, कृषि विभाग, स्थानीय तहको कृषि शाखामा रहेर चाहिँ काम गरिरहेको छु। र यहाँहरूकै सेवा समर्पित रहने हिसाबले तपाईँहरूले जति बेला जुन प्रश्न जिज्ञासा राख्नुहुन्छ अथवा फोन गर्नुहुन्छ, म तपाईँकै सेवाको निम्ति समर्पित हुने चाहिँ प्रण पनि गर्छु। र यहाँनिर चाहिँ हाम्रो फर्म पनि रहेको छ। यहाँ उता अगाडि देख्न सक्नुहुन्छ यो अन्जिर पाकिरहेको छ। उता लोकल केराहरूको बगैँचा छ, खसी बोका लगायत चाहिँ थुप्रै कुराहरू चाहिँ हामीले यहाँनिर व्यवस्थापन गरेका छौँ साथीहरू। र यसरी चाहिँ हामी खेती गर्दाखेरि किसानहरूको आम्दानीमा वृद्धि हुने देखिन्छ। र हामीले विभिन्न बाली चक्रहरू, अभ्यासहरू चाहिँ सफल अभ्यासहरू चाहिँ गरिसकेका छौँ। बालुवामा फल्ने चिजलाई यहाँ दुमट माटोमा पनि फलाइसकेका छौँ। यहाँ चाहिँ हामीले लहरे बालीको रूपमा यहाँ तरबुजहरू, त्यसै गरी चाहिँ यहाँ काँक्रो, लौका, फर्सी, मुङ, मास, बोडी, मकै, त्यसै गरी चाहिँ विभिन्न खालका तरकारीहरू हामी सबै परीक्षण गरेर यहाँ चाहिँ सफल बनाइसकेका छौँ। हामीले अन्तरबाली वर्षमा चावडा बाली एउटै जमिनबाट पनि हामीले लिने कुरा, मुङ र त्यसै गरी चाहिँ तपाईँको मकै हामीले चाहिँ पनि लिइरहेका छौँ। यस्तो राम्रो तरिकाले फलिरहेछ। त्यस कारणले यी यस्ता चाहिँ ज्ञानवर्धक कुराहरू यहाँलाई चाहिन्छ भने हामीलाई सम्पर्क गर्नुहोला। हामी यहाँहरूलाई चाहिँ सकेको सेवा गर्न, सकेको चाहिँ ज्ञान दिन हामी चाहिँ तत्पर छौँ, म तत्पर छु भन्ने कुराहरू चाहिँ म राख्न चाहन्छु।
र यहाँहरूलाई चाहिँ यो भिडियो कस्तो लाग्यो अन्त्यमा हेरेर यहाँहरूले चाहिँ कमेन्ट प्रतिक्रिया छोडिदिनु होला र आगामी दिनमा अझै यस्तै राम्रा तपाईँहरूलाई चाहिँ ज्ञान हुने खालका चाहिँ विषयवस्तु लिएर फेरि उपस्थिति हुने जमर्को पनि म गर्न चाहन्छु यति भन्दै अहिलेलाई म छुट्टिन चाहन्छु। आज गणतन्त्र दिवस, यहाँहरूलाई गणतन्त्रको चाहिँ शुभकामना, शहीदहरूप्रति सुसम्मान व्यक्त गर्न पनि चाहन्छु, श्रद्धासुमन व्यक्त गर्न पनि चाहन्छु।